बनाउने हो कि ठुलबागर मेरो पनि निकाल है अरू बिर्स्यो भने गिलासले हटाउँछ एउटाले पोख्दैन अँधेरो आयो खन्छ म छड्केमा सिगरेट खाने भएछ खै कसले दिएको आधा बोतल मगाएको छु उट्टा चचाउनुहोस् खम्बा भन्थ्यो अरे के ठुलबाला मैले त कसम खाएको दूषित पदार्थ खाने मैले त खानु नहुने मैले छोडिदिएँ भने नखाने त भन्छु खानु नहुने त्यो पानी छैन हाल नि त फेरि मलाई अघि नै हेरिसक्यो नि त्यहाँ बाहिर बसेर बाङ्गे सिगरेट लगाएछ देउले ल्याइदिएको देव दिएको त्यहाँ अरू ल्याएन कसले देवले ए अहिले त्यहाँ म गएर हेर्छु देब्लुले कति गाडी उडे बजाइन्छ अब हाम्रो खिच्ने एकतिर मैले सिडीमा आउँछु अरे जाँड खाएर हाल्ने हाल्नु जिहाल्ने नेत्रले कप खायो हेर हाल्नु निकाल कबाडी दरो खायो त्यहाँ नेत्रले रोटी खाउँ नि त फेरि रोटी खायो म त फलास चाहिँ रहन्छ हो यसको फलास छैन हो राम्रो खिच्छ किन पोखेला नि कबाडी अलिकति खाऊ सानो के हाल्नु लाग्यो यार यस्तो गिलासमा यसमा बनाऊ त ठुलबागर मेरो सबै निकाले यसमा मेरा बनाउने मैले लर जान ल निकाल त यसबाट हाल्यो हुन्छ नि पछि यहीँबाट हाल्यो हुन्छ गुलियो बस कान्छाले नि गिलास सिलास सामान मैले गिलास समात्ने है ल त खिच हाल्दिउँ ठुलबा त्यो के खाली गरेर एउटा बोतलमा हालेको पिलेर कोल्फी यो त खुन पर्ला रातो पुरा ड्यामेज छ यो त अलि यो त सार्नु हेर्न मुन्डेल ड्यामेज यो भयो त यसै पनि ककटेल हो है हेर नि ड्यामेजले आफूले मात्रै हालेर खाएछ कबाडीले अर्को त्यो ए निलो कलरको छ यार त्यो खै कहाँ हो तेरो आँखा त्यही छ है झलझली त्यहाँ छ निकाल हो त्यही खोजे भन्नु निकाल खान्छ त्यहाँ निकाल्दै जा साइड गर यो यता राख कहाँ यता राख्नु बोतल छ भनेको निकाल अलि अँधेरो भएछ कि अलि फेस क्लियर आउँदैन कि जस्तो लाग्यो चुस्यो आँटे पाडालले पाडाल दुध चुस्दा घरमा थालभर सिखाएर खान्थ्यो रौसी यसो सामने खालि घरको याद आउँछ ठुलबा मलाई चाहिँ ठुलो खानेलाई चाहिँ सस्तो पर्छ 200 रुपियाँ किलो आउनु 200 रुपियाँ किलो कबाडी बाँदरलाई ठुलो जान्न लागेर फेरि अब 500 को त फेरि भनेदेखि आउनु न क्या खसीको मासुभन्दा महँगो पर्छ ठुलोको त होइन क्या राँगोको टाँगोको नि कहाँ धेरै आउँछ नि हेर्दा म धेरै ल लिनु तपाईँको बेला आयो गाउँघर नि मेरो बुढीले केही नखानु सब बनायो सिखार बिखार भाग्यो गुली खाँदैन उसले एउटा कुखुरा ल्याइदियो भयो दुईवटा बाख्रालाई चाहिँ खसीलाई 24,000 हाल्नु पऱ्यो 24,000 को राँगो त हुँदै 5-7 वटा खसी त्यत्रो अब त्यसको राखेको तिमीले खुट्टा ठुला खुट्टा राख्ने कुरो भएन पायामा ठुलो हड्डी राख्ने कुरो भएन उसको सबै राखी जोक्दाखेरि हुन्छ एउटालाई यो वारी त त्यो भित्रैकै छ है लादी त्यो खाने कुरो भएन भित्र पनि भित्र खान्छ नि त काट्दाखेरि ठुलो हात्ता बुरुत कि हारको राँगो काट्यो भने त टाउको फुट्ने हो टाउको राँगाको राँगो चाहे भैँसीको चाहे पाठा खसीको त्यसै काट्यो भने के त भुट्ने 2-3टा पन्चर लिएर पो गयो हुन्छ नि त त्यही पन्चर लिएर त्यहाँदेखि भुट्यो त्यहाँ काम गर्ने मान्छेहरूले मात्रै खाने त त्यहाँ काटफाट गरी
राँगा भैँसी काट्न लाग्ने ठाउँ घिन लाग्छ। काम गर्ने मान्छेले फगट भयो बाहिरबाट किनेर खानु मन लाग्यो अब त्यही हिसाबले किनेर दिने हो। धेरै मासु देख्यो भने मलाई ठिक लाग्दैन। कालीमाटी साइडमा भत्र्याक्क डोकाभरि फालेको त्यो बोरा सानो डोका पट्रेउलो फाल्ला बेच्न ल्याएको फोटो पनि निकाल्यो माथि त्यो। मैले त दसैँमा के अरे त्यहाँ त सुन्दारा तल खै त उहाँलाई एउटा लाइन विकास माथि भएन माछाको भने यसमा एउटा लाइन च्वाचेको मात्रै टाउका यसमा खाने कि त्यसमा खाने यसैमा खाने यिनीहरूको बारे खाएको होइन? यसैमा राख्ने यसैमा हाल्दैन त उसो अलिकति त्यसमा राख्ने तिम्रो मोबाइल हो यो? यसमा गिलासमा खाने है तपाईँले? यसैमा राखिदिन्छ क्या तिमीले राम्रो मोबाइल ल्याएछ भन्दै थिए के राम्रो हुने ससुराली जाँदा पनि के ठुलो पहिला झ्याम्मै मासु लियो त्यहाँबाट रैस पाइली खान्थ्यो नि ससुराली फेरि छोरो मान्छे रौसी खानुपर्छ भनेर अलि धेरै ल्याइदिएर एक दुईपल्ट खाँदा खाँदा त्यहाँ पानी पऱ्यो अरे पहिला रौसी खान्थ्यो नि अनि त्यो चाहिँ हालौँ ल यो कम गरममा भइसकेको छ यहाँ पानी हालिदियो सक्नु नि त। मेरिन्डा ए त्यहाँ अर्को 3 थरी बना पेट भर्ने काम भयो क्या। यसो गोडसित मजा हुन्छ कि रौसी खाँदा दाल मसु यहाँ चबाउँदा हालिदियो? यस्तो दुख्छ कि दाँत बहुत बियरै खा जस्तो होला नि त है इङ्ग्लिस बियर। यो जुङ्गादेखि त भित्र ल्याएर आएर पनि सही हुन्छ क्या बनाउनै गाह्रो हुन्छ बनाउनु यो त फर्केर खानु कबडी ए नेत्र चाक घरदार भाजुर देखाउने होला नि त मलाई धेरै भयो म त जानु जुम्मासित नम्बर बताउनु पर्छ फेरि मुसो त जाने अहिले इटलाई राख्ने न उता कलकत्तातिर नम्बर बताइयो गोड चाहिँ बलङ्केट दिन्न होला है ए जुम्माले दिँदो रहन्छ कि खालि जोदित भन्छ जोदित भन्छ यसो भन्नु मतलब भन मतलब भनेर निकाल्न भनेदेखि दिन्छ त्यसो अरे अनि मन त यो न कान्छाको जुस सोरेर खाइरहेको थिएँ उ त जुस पुरा त्यसैसँग यहाँ अलि हाल्नुपर्छ अरे यो हाल्ने होइन त्यो त मन पर्ने यो हाल्नु नि त यी छन् दुईवटा छ त्यसैमा छ नुहाउनु आउनु त्यसैमा राख्नु पर्छ जोस यहाँ सकुना दाना पोकामा ओहो यो मान्छेलाई सम्झाउँदै के माया गर तिमीले जुस छ के डिब्बामा ठुलो क्यानमा यो हो त्यो होइन अर्को कसले उ त त्यहाँ कुनैतिर जम्मै सोधेर बसेको खै 5-10 रुपियाँ मिसाउनु शुक्रबार हो भन्दा खै कहाँ भन्दै हिँड्छ नाइ म पनि मिसेको उनीहरूको अर्डर हो यो पहिला मैले माग्न आजलाई भनेर पाकिस्तान पैसा हिँडाएको छु साह्रै कपी त हुन्थ्यो भनेको हो मैले अहिलेपछि मलाई चाहिँ भएन भने चाहिँ नभएन हुन्छ शुक्रबार आएन अचम्मै तुलुङ्गा हुन्छ त्यो भएर कुवाको चिज पानी तिर्ख लाग्छ क्या शुक्रबार त मजा आउँदैन खाना कोही आउन्न पहिलेदेखि नै किनभने त्यो फतुर ढाड खान्छु है ठुल्बा आएपछि हामी चाहिँ टेन्सन पनि शुक्रबार दिन त रानी छोरा कोही पनि नआउने त्यो दिन त अहिले यसो 10-15 मिसाउनु भनेको त छैन यहाँ मेरो पनि देखायो कबाडी उसले नेत्रले भनेको अनि उहाँहरूसँग मिसेको म खोलिदिनु त लाउनु नेत्रहरूसँग मिलेको यो उसलाई उठाउनु हो खोला खोला के गर पुरा ड्यामेज भएर रहेछ त भयो बन्द गर मेरो